साँझी यो ठाउँको नाम कसरी जलबिरे भएको हो? ए हो र? वीर भनेको बहादुर हो के पानीले चाहिँ यहाँ जलबिर जलबिर खासै यस्तो रहेछ। त्यहाँ यो जलबिरेको एउटा सानो ठाउँमा पहिला चाहिँ त्यो पानीको मूल छ होइन, अनि धेरै टाढा टाढाबाट आएर पनि जलको पूजा गर्ने वीरहरू पहिला अब यो धार्मिक हिसाबले जलवीर भनेर राखेको। जलबिर जलबिर अपभ्रंशक भएर अनि जलबिरे चाहिँ कसरी भन्दा अब रामबहादुर भनेपछि रामे भने जस्तै जलवीर हो, वीरे बनाएको। ए लिखितमा त्यसले भनेपछि पछि गएर उसले काम बिगारे जस्तो छ वीर। यो जलबिरे गाउँ यो माथि फुलपिङ यो ब्रान्च त्यहाँ पनि छ, याङलाकोट त्यो डाँडामाथि यहाँ याङलाकोट त्यता है? यो डाँडो त्यो हुसु लागेको डाँडो होइन, त्यो टावर छ नि, टावर भएको ए दिपेन्द्रको ठाउँ याङलाकोट सेलाङ जुगल त्यहाँ त मन्दिरकोमा होइन, त्यहाँ त पुग्न दिएको थिएँ। त्यो भन्दा पनि माथि म यो गुम्बाथाङ भन्ने रहेछ त, त्यहाँ मेरो साथीको आफन्तहरू त्यता रहेछ कि, अनि त्यही भएर त्यहाँ जोडले लगेर गएको भन्दै बोलेर दिएको छ। त्यो पारीको गाउँ पनि मस्त राम्रो लाग्यो यार। त्यो अहिले हरियाली भएर मस्तो राम्रो लागेको है भोलि पर्सि पर्यटनमा त लाख बिजोग लाग्छ नि यता दिन। अहिले यो सबै हरियो बेलामा के पनि नाम पर्छ कि अहिले त अब झारहरू कति राम्रो यो खिर्रा खिर्रा यो खिर्रो खिर्रो यसमा बिच्छी बस्छ यार हरियो। त्यसले जिउमा डोक्यो भने लास्टै दाम छ त्यसले। खिर्रो होइन त यो? एउटा खोइ कुर्दैले किरो किरो के भएर किरो लगायो अरे डक्टरले नै गाह्रो भयो भनेको भन्दै थियो। सधैँभरि बसिरहनु चाहिँ गाह्रो लाग्छ। समर्पित भएर बस्यो भने चाहिँ राम्रो लाग्छ। अब अघि मैले भने जस्तो यदि शान्त भएर बस्ने हो भनेदेखि त्यही हो। धेरै कुरो गर्न नपर्ने खालको लाग्ने माछा खाउने यो उडिरहेको छ नि यो किरा। यो किराको विज्ञान अजिब रहेछ क्या। यो उड्ने भनेको अहिले भरेसम्मको लागि मात्रै हो। 24 घन्टापछि यो गयो। गोबरको सेन फेरि छुट्टै छ फेरि। 24 घन्टापछि मात्रै। 24 घन्टाभन्दा बाँच्दै गर्दैन है त्यस्तो रहेछ यो। बिगार गर्छ होला नि 24 घन्टाभन्दा धेरै बाँच्यो भने। हामीले चाहिँ कति देख्छ होइन, तर यसको जम्मा आयु नै 24 घन्टा हो। जन्मेको कति मिनटमा हुन्छ? उठ्छ यो जन्मिने बित्तिकै उठ्छ। यो अन्डाबाट निस्किने हो नि त यो लार्भा भएर।
ए यो त धेरै ठुलो भयो त हौ रङ लगाइदिनु हो ल अब म चाहिँ काठमाडौँ फर्केँ है त ल एकदम गुड बाई गुड बाई ब्लेस यु गुड नाइट सी यु डे आफ्टर टुमोरो हजुर ए यार बालुवा दुई तिन तिन गोटा जति बालुवा पठाइदिनु